यदि तपाईँ पनि सहरको धुलो धुवाँबाट पर स्वच्छ र सफा वातावरणमा साथीभाइहरूसँग हाइकिङ गर्दै रमाउन चाहनुहुन्छ भने दिस माइट बी द पर्फेक्ट प्लेस। लटाराम्भेश्वर महादेव। हामीले हाम्रो यात्रा काठमाडौँको 7औं बाटो चोकबाट 4 जना साथी मिलेर सुरु गर्यौं। यहाँबाट लगभग 45 किलोमिटरमा रहेको यो स्थानमध्ये 1/3 भाग तपाईको अफ रोड रहेछ। काठमाडौँबाट हेटौडा जाने कान्तिलोक पथ हुँदै हामी टिका भैरवमा एकछिनको लागि ब्रेक लियौं। त्यहाँबाट अगाडि बढ्दै हामी बाटोमा रमाउँदै भिडियो फोटो खिच्दै बागमती पुल क्रस गर्यौं। बागमती पुल क्रस गर्ने बित्तिकै हामीले एकछिनको राइडमा लटाराम्भेश्वर महादेव जाने बाटो दाहिनेतिर देख्यौं। अफरोडको बाटो निकै खराब नभए पनि बाटोहरू निर्माण भइरहेको कारणले गर्दा धुलोहरू प्रशस्त रहेछ। एकछिन राइड गर्दै जाँदा हामी दाहिनेतिर फास्ट साइको टनल बन्दै गरेर देख्छौं। त्यहाँबाट हामी देब्रेतिर माथि लाग्छौं। लगभग 20 मिनटको राइडपछि हामी पुग्यौं पार्किङ गर्ने ठाउँमा। त्यहाँ हामीले गाडी पार्किङ गरिसकेपछि सुरु गर्यौं 45 मिनटदेखि 1 घण्टाको हाइकिङ। झन्डै समुद्री सतहबाट 2700 मिटरमा रहेको यो धार्मिक स्थल तपाईले डाँडाकाँडाको जंगल हुँदै तपाई 1 घण्टादेखि 2 घण्टा भित्रमा कम्प्लिट गर्न सक्नुहुनेछ। लटाराम्भेश्वर महादेव मन्दिर शिवजीलाई समर्पित छ। सुन्दर शान्त वातावरणमा रमाउँदै शिवजीको दर्शन गर्न पाउँदा आनन्द महसुस हुनेछ। हिन्दू धर्मको पौराणिक कथा अनुसार 64 शक्तिपीठ मध्ये एक शिव भगवानको महत्त्वपूर्ण शिवलिङ्ग रहेको धार्मिक स्थल मानिन्छ। जय शम्भु। उहाँहरु फर्किँदै हुनुहुन्छ। पौराणिक कथा अनुसार यस ठाउँमा महादेवको पत्नी सतीदेवले देह त्याग गरेपछि महादेवले उनको पार्थिव शरीर लिएर हिँड्ने क्रममा उनको जटा उक्त स्थानमा पतन भएका कारणले यस स्थानलाई लटाराम्भेश्वर महादेवको नामले चिनिन्छ। यो ट्रेकको लास्ट 20 मिनट जुन छ नि, that is amazing and you need to experience this beautiful landscape of Lataramveshwar Mahadev. Lataramveshwar Maharaj ki जय शम्भु। केटाहरूको इन्जोय हेर्नु है जाँदै गर्दाखेरि। यो लास्टको जुन 20 मिनटको हिँडाइ छ नि, आए हाय
त्यो हाम्रो महादेवजीको जट्टा कपाल त्यस्तै भनेको नि डाँडाको टुप्पोमाथि अर्थात् शिवजीको जटामाथि माता सतीको पूजास्थल रहेको रहेछ। काठमाडौँबाट निकै नजिक रहेको यो धार्मिक स्थल साथीभाइहरूसँग हाइकिङ गर्न निकै रमाइलो हुँदो रहेछ। यो ठाउँ 1500 देखि 2000 खर्चमा मजाले साथीभाइहरूसँग घुमेर एक दिनमा फर्किन सकिन्छ। सो तपाईहरु पनि प्लान गर्नुस् अनि घुमेर आउनुस् है त। कहिलेकाहीँ यस्तो अवस्था पनि आउन सक्छ अनि आइपुग्यो भने अब बाटोमा कतै छैन वर्कसप। सो हामीले के गर्यौँ भन्दाखेरि अब पाएसम्म डोरी भयो भने ठिकै हो, नभयो के भन्छन् बक्सहरू बाँध्ने हुन्छ नि त्यसैलाई डोरी बाँधेर अनि ठ्याक्कै हेर्नु त यो स्कुटीको बिचमा हुँदो रहेछ क्या है। अनि सबभन्दा मेन इम्पोर्टेन्ट कुरा यो गाडी अगाडिको गाडी हुनुहुन्छ नि 1 नम्बरमा चलाउनु पर्यो। अनि अर्को कुरा स्पिड भनेको एउटै हुनुपर्छ, नो एक्सिलेटर नो ब्रेक हो नत्र तपाईँको यो बिचको यो तारमा प्रेसर परेर टुटिन्छ क्या है। त्यो कहिलेकाहीँ पर्न सक्छ, किप इन माइन्ड हुनसक्छ।